बर्दगोरियामा दुःखद घटना। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका 3 बटकुवामा हिजो राति करिब 10:52 अज्ञात समूहले 62 वर्षीय जोगी कायमको घरमा आगजनी गरेका छन्। घरमा रहेको करिब 4 लाख रुपैयाँ, 1 तोला सुन, अन्न, कपडा सहित सम्पूर्ण सामान जलेर नष्ट भएको छ। यस घटनाले गाउँभर त्रास फैलिएको छ। सम्बन्धित निकायले ध्यान जाओस्, दोषीको छानबिन होस् र पीडितलाई उचित सहयोग मिलोस्। डाक्टर निकोलास भुसाल सहितको समूहले बुटोलमा जेन्जी क्याफे खोलेका छन्। निकोलास भुसाल भन्छन्, यो क्याफे सबै पालिकामा पुर्याउने हो। फोक्सोको समस्याबाट जस्मिन मगरको उपचार खर्च जुटाउन कठिन भइरहेको बेला टिकटक सुपरस्टार कुलबोय अगाडि आएर ठूलो मानवीय पहल गरेका छन्। उनले लाइभ सेसन मार्फत आर्थिक सहयोग सङ्कलन गरे, जसमा धेरै दर्शकले पनि हात बढाएर साथ दिए। कुलबोयको यस उदार कदमले जस्मिनलाई आर्थिक र मानसिक दुवै रूपमा ठूलो राहत पुगेको छ। फ्यान र सर्वसाधारणबाट समेत उनको मनोपरी स्वभावको प्रशंसा भइरहेको छ। काठमाडौँ नयाँ बजारका विक्रम भुजेल र दीपक भुजेल फोहोर टिपेर जीविका चलाउँदै आएका युवाहरू थिए। जेन्जी आन्दोलनको भोलिपल्ट भदौ 24 गते भिडसँगै रमाइलो मनाउँदै उनीहरू ढल्कु पुगे। भिडमै कसैले पेट्रोल ल्याएको देखेर उनीहरू पनि उत्तेजनामा परेर मागेर सहकारी भ्यानमा आगो लगाए। प्रहरीका अनुसार सो घटनामा 24,93,000 रुपैयाँको क्षति भएको छ र 5 जना सहित उनीहरूलाई पक्राउ गरियो। अदालतको आदेशपछि विक्रम र दीपक अहिले थुनामा छन्। भिडको आवेशमा भएको एक गल्तीले उनीहरूको जीवनलाई गम्भीर सङ्कटमा पुर्याएको छ। अब क्षतिपूर्ति कहिले तिर्ने हो, उनीहरूलाई आफ्नै भविष्य अनिश्चित बनेको छ। जनवरीमा सरिता जोशीमाथि भएको आक्रमणले सर्वत्र आलोचना भड्किएको छ। महेश बस्नेत विरुद्ध शान्तिपूर्ण विरोध गर्दै छेडेर कलिला छाती फेरि टेक्ला छामीमाथि लेखिएको पम्प प्लेट बोकेकी सरितालाई युवा सङ्घका कार्यकर्ताले लक्षित आक्रमण गरेको प्रहरीले जनाएको छ। विरोधको बीचमै उनीमाथि अचानक भिड धक्कामुक्की गर्दै कुटपिट गरेपछि उनको हात भाँचिएको छ। घटनापछि उनको उपचार स्थानीय अस्पतालमा भइरहेको छ। शान्तिपूर्ण अभिव्यक्तिमाथि भएको यस्तो हिंसात्मक व्यवहारप्रति नागरिक समाज र महिला अधिकर्मीले कडा आपत्ति जनाएको छन्।